हेलो आज चाहिँ म यहाँ तेह्रथुमको लसुने बजारदेखि थोरै मास्तिर रहेको धनरूपा स्मृति पार्कमा आइपुगेको छु। यहाँनेर अमर साहित्यहरू यहाँ राखिएको छ। यहाँ सन्तोष गुरुङ कमरेड विजय, त्यसैगरी छत्रमाया आमदेन कमरेड सन्जु, त्यसैगरी धनरूपा कार्की कमरेड सीमा, त्यसैगरी यहाँनेर दिलु थामदेन सुब्बा कमरेड विनिता, त्यसैगरी तिलबहादुर सोदेम्बा कमरेड सर्सित र हर्क तिवारी कमरेड उमेशको यहाँनेर स्तम्भ राखिएको छ। यो चाहिँ हजुरहरूको लसुने बजारदेखि सिधै लगभग 1 किलोमिटर माथि रहेको छ। यसमा यहाँनेर एकदम रमणीय पार्कदेखि लिएर रमणीय दृश्यहरू पनि देखिने रहेछ। यहाँबाट हिमालको दृश्यहरू पनि देख्न सक्नुहुन्छ। यो चाहिँ हजुरहरूको लसुने बजार भयो। लसुने बजारको लसुनको स्तम्भ यहाँ रहेको छ भने तपाईहरु यही बाटो हुँदै यहाँबाट शहीद धनरूपा स्मृति पार्क प्रतिष्ठान लालीगुराँस नगरपालिका 7 र 9 तेह्रथुममा अवस्थित रहेको छ। यहाँ अमर साहित्यहरूको स्तम्भ यहाँ यसरी राखिएको छ। माओवादी द्वन्द्वकालमा अमर शहीदहरू हुनुभएका कमरेडहरूको स्तम्भ यहाँ निर्माण गरिएको छ। यसरी यहाँनिर हामी एउटा भिडियो बनाउनु होला। गाइजहरु भन्दा हेलो म चाहिँ बहिनी भन्थे नि म पनि के यो कसरी बनाउनु भोइस मलाई